कविताको शीर्षक छ उजाडिएको बस्ती। म सुकुम्बासी हुँ, तर आज मलाई आफ्नै घरबाट पराई बनाइँदैछ। म सुकुम्बासी हुँ, तर आज मलाई आफ्नै घरबाट पराई बनाइँदैछ। हिजोसम्म यो टिनको छानो, हिजोसम्म यो टिनको छानो मेरो संसार थियो। आज डोजरको आवाज मेरो अन्तिम गीत बन्यो। सरकार भन्छ यो भूमि खाली गर, सरकार भन्छ यो भूमि खाली गर, तर कसैले सोधेन मेरो जीवन कहाँ सारू। साना साना बच्चा आँखा ठुलो पारेर हेर्छन्, घर होइन आफ्नो बाल्यकाल भत्किँदैछ। एउटी आमा भाँडाकुँडा समेट्दै रुन्छिन्, एउटी आमा भाँडाकुँडा समेट्दै रुन्छिन्, किनकि उसको भोलि झोलामा अट्दैन, किनकि उसको भोलि झोलामा अटाउँदैन। यो केवल बस्ती हटाउने काम होइन, यो केवल बस्ती हटाउने काम होइन, यो सयौं सपनाको एकै पटक अन्त्य हो। यो केवल बस्ती हटाउने काम होइन, यो सयौं सपनाको एकै पटक अन्त्य हो। भन्छन् व्यवस्थापन हुन्छ, भन्छन् व्यवस्थापन हुन्छ, अधिकार मिल्छ, तर आजको रात कहाँ सुत्ने? यो प्रश्न कागजमा लेखिँदैन, यो त आँसुमा बग्छ। यो प्रश्न कागजमा लेखिँदैन, यो त आँसुमा बग्छ। म सुकुम्बासी हुँ।